यो हो ट्रिटमेन्ट गरो के गरो हाम्रो त झ्याप्प गयो कपाल काटो हिँड्यो केटीको त यो कपालमा कलर लायो फेसमा कलर लायो कलर के मेकअपको सामान पनि हुन्छ 50-30 वटा हुन्छ प्याटाट्याटा पाल्छन् यो के ब्लस हान्छन् ओहो केटीहरूले गालो रातो बनायो भने त मलाई त कप्प टोक्दिन मन लाग्छ स्याउ जस्तो देखेर साँच्चै यो कहाँ मेरो एउटा मात्रै छ मसिन त पहिला कोम्बिनी भन्न सिक्यो क्या कोम्बिनी हो क्या कोम्बिनी हो कोम्बिनी पहिला कोम्बिनी भन्न सिक्यो अरे बाप्रे जिउ ल्याएको साथी खै कोम्बिनी ल्याउने अब होइन जाऊ न त लिएको जाने होइन एउटालाई प्याज लिएर आऊ भनेको यस्तै सिङ्गै प्याज लिएर आएर भयो हुन्छ अब यस्तो भगतको नाम चाहिँ के छ मेरो नामै हो कपिल होइन राम्रै छ हात त होइन राम्रै छ नि त त्यही घेरा मात्रै मेट्यो मात्रै हो केटीको चाहिँ त्यही हुन्छ क्या दिनकै चटपटे खान्छन् क्या वाक्क बनाउँछ यिनीहरू चटपटे भनेर पनि फुल्की चटपटे फुल्की भने के हो र फुल्की भन्ने र एउटै त फुल्की भनेको त फुल्की र पानीपुरी एउटै हो भगवान् त्यसलाई चाट भन्छ भित्रको ए फुल्की भनेको साथी जापान आएर मैले फर्स्ट टाइम तिमी मात्रै थिएँ क्या त्यो फोटो खिच राम्रो त्यसो नभन यार कसम मैले केटाहरूको सबको फोटो खिचिदिन्छु तर केटाहरूले मेरो फोटो खिच्दैन हो त्यसमा चाहिँ टेन्सन हुन्छ किन भन्नु ढुङ्गामुन चुक्छ झिकेर खान्छु ढुङ्गामुन चुक्छ झिकेर खान्छु ढुङ्गामुन चुक्छ झिकेर खान्छु कस्तो मिठो भनिदिन्छु त मैले चिकन हानमै अब एक प्लट कसको घर नजिक छ यो पनि लगाइदियो है 160 साँझ मासु पकाउनु पर्छ कि त्यही भएर चाहिँ हेलो गाइज के छ खबर सन्चै आराम हुनुहुन्छ म पनि एकदम सन्चै आरामै छु नि भर्खर उठेको आँखा कस्तो पोलिरहेको के भर्खर उठे झ्यापझ्याप उठेर ब्रुस हानेर सिधै मुख धोएर स्कुल चल्दिन लाग्यो कस्तो आँखा पोलिरहेको मुख पनि कस्तो मोटो देखियो होला है है लास्टै गाह्रो हुन्छ यार बिहानै उठेर सुई दौडिनु पर्छ उठ्ने बित्तिकै फेरि राति ढिलो सुत्दै थिएँ कि यसो मोबाइल हेर्दा अब सुत्तेछ कतिखेर सुत्यो थाहा भएन तर ढिलो सुत्यो ट्रेनमा यस्तो भेडा बाख्रा चाहिँ कोचिनु पर्छ भर्खर अब यो बिहानको ट्रेनमा यस्तो हुन्छ नि त अफिस टाइम हुन्छ सबैको त्यही भएर चाहिँ यस्तो कोचिन पर्छ कि यस्तो झ्याउ लाग्छ त्यहाँ अहिले म देखाउँछु ट्रेनमा पनि ए भगवान् भेडा बाख्रा चाहिँ कोचिनी हो कि यस्तो टल्के खाएर घाम लगाएर के यस्तो लास्टै दुःख हुन्छ यार बिहानको यो ट्रेन चढ्दा त सबको यो जापानिजहरूको के हुन्छ नि यो अफिस टाइम हुन्छ यतिखेर त्यसपछि अति गाह्रो हुन्छ कि हो धकल्ने हो को कराउने भेडा बाख्रा चाहिँ धकल्ने हो पहाडी शरीरले जतिसकेको धकलेर यिनीहरूलाई कोचेर पेल्ने हो कि त्यही हो यहाँ त लगाइस् म चाहिँ अहिले स्कुल जानु लागेको कि बिहान उठेर अब भला के को हुन्छ कस्तो हुन्छ मलाई नि थाहा छैन अहिलेसम्म मलाई केही थाहा छैन कि अब स्कुलमा गएर के हुन्छ स्कुलपछि छुट्टी भएपछि के हुन्छ त मलाई केही थाहा छैन तर अहिले चाहिँ म स्कुल जानु लाग्यो कस्तो आवाज पनि कस्तो आइरहेको है थै के भयो बिहान उठेर अब टाइटल थम्बनेलहरू थाहा पाइसक्नुभयो होला तर मलाई चाहिँ अहिलेसम्म चाहिँ केही थाहा छैन हेरौँ लेसी अब के हुन्छ बिहानको ठ्याक्क कति भयो बिहानको मोबाइल कहाँ गयो ए 8-7 भएछ अब चाहिँ ठ्याक्क ट्रेन चढेर ट्रेनमा टक्क जानुपर्छ हेर मेरो मुख लास्ट मोटो देखियो है यस्तो हुन्छ यस्तो चाहिँ भेडा बाख्रा चाहिँ कोचिने अब यहाँ बिहान त भेडा बाख्रा चाहिँ हो कि कति यिनीहरूको यो बिहान यिनीहरूको काम हुन्छ त अब 9-10 बजीबाट यिनीहरूको काम हुन्छ त्यसपछि यस्तो भेडा बाख्रा चाहिँ कोचिनुपर्छ यहाँ कति दुःख भयो पहाडबाट धक्कालिरहे अगाडिबाट धक्कालिरहे कता हो के मेसै पाएन मैले
आज धन्न यति हिजो अस्ति भन्दा आज धन्न हल्का खुल्ला त रहेछ कि तर त्यस्तै हो हिजो त म यस्तै ढोकामा झुन्डेको कि लास्टै दुःख भएको कि ढोकामा बल्ल बल्ल झुन्डेको कति धकलेको यिनीहरूलाई मैले फेरि यिनीहरूले यस्तो हुन्छ कि हातपात लाउन केही पाइन्न हातले धकाल्न पाइन्न यो ढाडले चाहिँ जति धकालिने हुन्छ यिनीहरूलाई मर्नीसम्म धकालिने हुन्छ बाले भन्न यस्तो हुन्छ कि मेरो आँखा लास्टै रातो देखियो त है यस्तो देखियो त यो बिहान बिहान उठेको भएर हो क्या ए यो यस्तो भिड भयो मासु चाका चाका हाने यार अब खुल्ला हुन्छ कि अझै हुन्न अर्को स्टेसन यस्तो मजाले खुल्ला हुन्छ अझैसम्म त हाता माथि छोपेर यहाँ यस्तो झुन्डिनु पर्छ यताबाट हान्छ पछाडि हान्छ यिनीहरूको के हुन्छ नि के हो के अरे बिहानको 8-9 बजीतिर र रातिको 8-9 बजीतिर चाहिँ यति भिड हुन्छ ट्रेनमा लास्ट कि अति गाह्रो हुन्छ कि ओभर गाह्रो हुन्छ यहाँ चाहिँ धकलेर हिँड्नुपर्छ कि नाइ पनि त पछि अरू बेला त खुल्ला हुन्छ अहिले यो ट्रेन चढ्यो भने अर्को ट्रेनमा म यस्तो खुल्ला जान्छु कि त्यो चाहिँ B4मा मजाले जान्छु अर्को ट्रेन यो ट्रेन चाहिँ यस्तो गाह्रो हुन्छ यो छ कि यो अफिस यो अफिसहरू छन् कि यो ट्रेनको ठ्याक्कै स्टेसनमा चाहिँ ठुल्ठुलो अफिसहरू छन् त्यही भएर चाहिँ ट्याक जानुपर्छ नि यिनीहरूले अफिसमा काम गर्न त्यही भएर चाहिँ अति भिड हुन्छ यस्तो हुन्छ कि चाकचाकले जस्तो भिडबाट बल्ल बल्ल निस्कियो अब फेरि अर्को ट्रेन चेन्ज गर्यो बिहान बिहानै ट्रेन चेन्ज गर्न यस्तो झ्याउ लाग्छ कि अर्को ट्रेन फेरि चेन्ज गरिहाल्नुपर्छ कि नाइन त स्कुलै पुगिन् मजाले ठक्क के अरे ठक्क अरे यो ट्रेन चाहिँ खासै बिजी हुन्न के यो ट्रेन चाहिँ मजाले फेरि लिएर जान पाइन्छ कि बसेर जान पाइन्छ ओहो અહીંको ट्रेन त लास्ट थियो कि आज किन खुल्ला भएको અહીંको ट्रेन आज हल्का खुल्ला थियो कि नाइ त अरू दिन त अति बिजी हुन्छ नि धकल्ने हो लास्टै बुङ बुङ धकलेर कति धकल जानुपर्छ म पहिला निहोङको गएको पढ्दाखेरि मैले ढोका छिर्ने ठाउँ पाउँदैन के बल्ल बल्ल धकल जान्थेँ म अहिले बल्ल किन खुल्ला भयो आज किन हल्का खुल्ला भयो जस्तो लाग्यो हिजो त अति थियो भिड फेरि 1 घन्टाको पछाडि के अरे आधी घन्टाको पछाडि बल्ल ट्रेन आउन सफल भयो त्यही पनि भने सकेर के हुन्छ आउँछ कि आउँछ मलाई थाहा छैन कति देख्नुभयो नि ट्रेन आउन सफल हुँदैछ प्रयास गरिरह हेरौँ आउँछ कि आउँदैन आछ ट्रेन आए ट्रेन आछ यो मायासालाई कति हो नट सर्भिस गरेर राखिदियो के ग्रुपमा गएपछि आयो ट्रेन आयो ल फाइनली ट्रेन आयो ओ क्या स्टिकर हानेर आएको त ट्रेनले त दे यस्तो भिड छ त यो ट्रेन त मेरा के हो यो उसो लाग्यो ऱ्यापिडो के हो यो कि यहाँ सबै झर्ने हो नि कि ऱ्यापिडो के ढुक्क यहाँ अब यसरी बाडाङ बुडुङ झर्छन् अब सबै यहाँ झर्ने हो नि कति हो यो ऱ्यापिडो हिँड्छ बस्न पर्छ ठाउँ पाइयो भने त बसिहाल्ने हो कि અહીં उठेर आएको नि त अहिले त बस्ने जो झ्याप्प लाग्यो यस्तो खाली हुन्छ कि ट्रेन खाली हो मजाले खाली हुन्छ B3को ट्रेन हो आनन्द बिन्दास पारामा यहाँ धेरै ठुलो स्वर गर्न पाइने एउटा यहाँ बेउडो थियो भागिहाल्यो म बोलेको देखेर भिडियो बनाउँदा बोलिराख्नुपर्छ नि त भिडियो त यत्तिकै राखेर हुन्छ र भ्लग भनेको त बोलिराख्नुपर्छ नि त यहाँ बोलिरहेको एउटा बेडो त भ्याट्टै भ्याग्दै उहाँ गएर उभिरह साला बसिरहेको थियो उब्जा ठिक यो उसो के पेटा बोसो लाग्यो धेरै भात खाएर के त्यही भएर चाहिँ थकै लाग्यो कि यस्तो यहाँ कुर्नु पर्छ होला अब यहाँ अब यस्तो कुर्नु पर्छ त्यसपछि एउटा सिटी चढ्दा यस्तो हुन्छ 4-5वटा सिटी चढ्दा के होला मेरो हालत है ट्रेनमा के भयो भने त्यो झोल के हो साथीहरूले चाहिँ आज चटपटे खाऊँ न त यसो बाहिर गएर बसौँला छुट्टी भएपछि भनेर मैले यहाँ चटपटे के अरे मसला र प्याज काटेर चाहिँ चप गरेर चाहिँ प्याक गरेर लिएर आएको थिएँ अहिले त्यो ट्रेनभित्र यति बास्ना आयो कि यो प्याजको त लास्टै बास्ना आउँछ नि त रातभरि फ्रिजमा राखेको त्यही भएर चाहिँ अति बास्ना आएर कता ल फेक ल
कहाँ गयो मेरो एउटा मात्रै छ मसिन त हाम्रो ठ्याक्क छुट्टी भएर चाहिँ हामी एउटा पार्कमा जानला अहिले गनाएको प्याज अब त्यो ट्रेनमा बास्न आएको प्याज लिएर म जाँदैछु केटाहरू पहाडी आछन् दुईवटा अगाडि गइसकेछन् खै अब यिनीहरूले कहाँ लग्ने थाहा छैन पार्क पार्क भनेर हिँडेछन् कहाँसम्म लग्छन् थाहा छैन त्यो चाहिँ हेरौँ अब कतना लग्छन् हो कि नै यिनलाई छोडे यिनी काँक्रावाला हुन् यिनलाई चाहिँ कलासदेखि काँक्रावाला खै काँक्रावाला खै यहीँ खान यिनी आज छुट्टी बसेको थियो त्यही भएर काँक्रावाला खै भनेर खोजेछन् यता फेरि के हो तिमी के पार्न म त मसलावाला होला यिनी मसला तिमी म त सबै जे भाइ सबै यिनी चाहिँ केटी के सरी केटी भने चाहिँ फेरि यिनी चाहिँ के हो चाउचो साउचो के छ केटा हो पानी ठिक छ नि ठिक छ नि पानी कति गरुङ्गो भइरहेको एकदम हलुक्का ल कोले सामान ल्यायो के ल्यायो सबै निकाल अब ल साथी निकाल तिमीले निकाल प्लास्टिक त राम्रै गमी फुकेर लिएर आएछौ त राम्रै होइन राम्रो यो हो कि मेसो यहाँ आएर ज्याकेट दोछाएर यत्तिकै राख न यत्तिकै यहीँ राख ल म गनाएको प्याज निकाल्छु अब अब मैले અહીં के अरे त्यो ट्रेनमा गनाएको प्याज निकाल्छु ए गनाएको प्याज यहाँ यत्रो धेरै छ प्याज गना यार ल चिसो अनि धुँदाखेरि चिसो हुन्न र होइन कि होइन एउटालाई प्याज लिएर आऊ भनेको यस्तै सिङ्गै प्याज लिएर आएर भयो हुन्छ अब यस्तो हलको नाम चाहिँ के छ मेरो नामै छ कपिल मैले भर्खर सुरु गरेको मेरो कपिल अर्याल नाम छ ट्याक्क गएर हेर्नु पर्यो तिमीले ल ओहो यो हो नि त मजा ल ल ल यत्तिकै खायो नि त भयो ल काटेर ल्यायो भनेको सिङ्गै ल्यायो त काटेकै छ कि सबले धुम्न हात काटेको छुट्टी अर्को छुट्टी हो कि दुइटा तिमीले खाऊ ल भनेर मैले त खुर्सानी कहिले खाँदै खान्ने कसैले खाने हुन्छ नि दुइटा एक्स्ट्रा ल्याइदिएको कि खै यति हो र खै त बुझा मिलेर बसेर यस्तै हो अब राम्रो ठाउँ त कहाँ पाउँछ राम्रो ठाउँ पाउन हेर यहाँ भन्दा स्पेसल हुन्न पनि पहिला कोम्बिनी भन्न सिक्यो कि कोम्बिनी होइन के कोम्बिनी हो कि कोम्बिनी हो कोम्बिनी पहिला कोम्बिनी भन्न सिक अरे बाप्रे घिउ ल्याएको साथी खै कोम्बिनी खै ल्याउने अब होइन जाऊ न त लिएको जाने जाऊ अनि हिसाब गर न हिसाब के गरेर पिसाब गरे हुन्छ कि गर ए पर्दैन के मैले लिएर आऊ त मसलाहरू दिइसकेँ प्याजसित यो होइन मैले ल्याएको नुन पनि मैले लिएर आएको हो त्यहाँ सबै छ मसला पनि छ नुन पनि छ दुई चारवटा अरू त केही छैन रुल चाहिँ एकदम फलो गरौँ है यो खाएर चाहिँ भित्रभित्र बाहिर नफेकौँ यसलाई चाहिँ है हात त धोको मैले पनि धोको साबुन लाएर धोको घर आउँदाखेरि घरबाट आउँदाखेरि होइन राम्रै छ हात त होइन राम्रै छ नि त त्यही घेरा मात्रै मेट्दै छ मात्रै हो यिनले हात हालेपछि त ओहो यिनले हात हालेपछि त सबैको सबै हो नि त कति हाल्ने किन हाँस्यो साथी होइन केटीहरूले किन झोल केटीहरूले हाल्ने हो त हामीले हाल्ने हो त झोल त यिनलाई बस्न देऊ न बसिरहेको छु त यता आउन भयो यता आउन यता यस्तो हेन्सम भएर कहाँ हिँड्ने हो तिमी यस्तो नगर नि यार ल चम्चा त भयो त ओहो ओहो यो हो नि त पुगेन भने चर्को भयो भने मिठो हुन्न मोल्न यहाँ पनि छ हाल्ने कुरा रश्मि त बदाम नि लेख्यो क्या बदम ल्यायो
ल बधाई छ बदाम नि ल्याएको तिमीले बदाम नि ल्याऊ हो र छैन हाल न बदाम ए होइन ओ यिनले बिचकिरी हानेको होइन यसरी के गरे यस्तो देखा त यो मलाई जोको त साथी यो क्यामेरा जोको त फर्काउँदा मतिर फर्काउँदा यस्तरी बिचकिरी हाने यिनले भयो अब फेरि देख जसरी हो नि यस्तरी चिसो चिसो बियर हान्ने कोही छ बियर त खाइन्न यार ल्याउ न त टोनी यत्रो मैले हेर्न होइन, सबले उठाउन हाने। यो मसला नि हाल न धेरै गरम यो राम्रो मसला गरम मसला हो ल्याम्मै हाल्नु सबै हो क्या राम्रो मिठो भयो नि त थोर हुन्छ क्या अहिले मिठो हुन्छ कि राम्रो हुन्छ होइन खैले त साथी डबल आफ्ना आयो हाल्न हो धेरै गरम भयो भने के हुन्न कि धेरै गरम हो राम्रो हुन्छ मजाको छ त यही काम हो आज गाकोमा बस्यो चोर्की पुलिस खेल्यो यहाँ आयो चटपटी खायो त्योभन्दा अरू के काम घर गयो सुतो योभन्दा अरू के गर्ने हो काममा गयो फेरि काम गऱ्यो फेरि भोलिको टेन्सन कामको आयो चटपटी खायो पार्कमा बस्यो हात चाटो हात त चाट्नु हुन्न क्रिम गरौँ कति हाले यसले त हाल्ने ए अमिलो कति हालेको र रोग लाग्यो कि पैसा केही हुन्न है त्यो चप्पलबाट निकालेको क्या केही हुन्न अब पछि मेरो अमिलो हाल अमिलो पिरो ट्वास्छ च्वास्छ हो पैसा ल्याएको अब घोला त एकपालि सर घोला मजाले घोला त चुन्न भएको कि पैसा दिन्न गिफ्ट कार्ड हो क्या हामीलाई त कति स्याको पर्सेन्ट भएर कति मान्दै थियो यार 3 मान्दै थियो क्या 3 हो कि 1 मान्दै थियो महिना ती 3 महिना है ती 3000 दिन्थ्यो गएकोले कति थियो 5000 तर म चाहिँ यासुमी बस्दै थिएँ मेरो रुमको साथी एक दिन यासुमी बसेको थिएनन् लास्टमा कति मान पाएँ 2 हो कि 3 मान पाएँ तर महिना ती 3000 पाएँ कि तिनले फेरि हाम्रो दिन्थ्यो 2000 त है हाम्रो त 20 हो यस्तो कार्ड दिएको हो क्या कार्ड हो कि किन्न पाउने कसैले पैसा नल्याएर तिमी दुइटा एउटै गएको हो मनी हो ए हो र त्यही भएर त एकदम चले गर्ने कक्षामा त ऊ सुत्तो मलाई फेरि उठाइ भन्ने सिन्सियरली उसलाई 50 चोटि उठाउँदै म त उसलाई 50 चोटि आडामा म वास्ते दुईटा केटा मात्र थियौँ क्या नेपाली ऊ त उठाइ अनि तिमी कुन क्लासमा थियो त उन त चिन्दैन ए दिउँसोको ए दिउँसो भएर हो कस्तो अमिलो धेरै हाले लास्टमा है हाल कसले भन्नु अलिकति हाल्दैन पानी मुनिबाट चिसो भइरह होइन साथी ठाउँ त राम्रो छ यार ठाउँ राम्रो हो तर कस्तो राम्रो देऊ न पानी तर चिसो भयो कि मुनिबाट त्यो त अब ओछ्याउने कुरा चल्न सक्थ्यो नि म त्यहाँ रहेछ हो छाउने सुविधा हुँदा ख्याच्चा बसेपछि यिनीलाई मत छ यहाँ यस्तो मोजबाई हुन्छ बिस्तारा टक्क ल्या आफूले बस्यो मस्त पारामा आफूले होइन हो त्यहाँबाट ल्याएको हो होइन यो त ए यहीँको किन खान ती पिरो भयो त यार यो त ओरिजिनल खुर्सानी नि हो नि पिरो छैन दुई के लाग्यो फिरेर आयो अरे भन्सारको बिहिबार नि तिम्रो भागमा खुर्सानी ए छन्का 4-5 दिनलाई पुग्छ 4-5 दिनलाई पुग्छ अझै पुग्छ ठिक छ त्यसो हो केटीको चाहिँ त्यही हुन्छ क्या दिनकै चटपटे खान्छन् क्या वाक्क बनाउँछ यिनीहरू चटपटे भनेर पनि फुल्की चटपटे पानीपुरी फुल्की भने के हो र तँ सधैँ पानीपुरी भित्र तरकारीहरू फुल्की भन्ने र एउटै त फुल्की भनेको त गोलकप्पा पानीपुरीमा अर्कै भयो कि ए साथी पानी खाम फुल्की र पानीपुरी एउटै हो हो र होइन रे ए भगवान तरकारी हाल्नु कि तरकारी हाल्दैन कि त्यसमा त्यसलाई चाट भन्छ भित्रको चाट हैन अर्कै हुन्छ ए फुल्की भनेको गोमी चाहिँ एकदम छ्याक्क है साथी त्यो पानी कहाँ र पुलिस खेल्यो पढ्ने त हो सड्ने चाहिँ होइन पढ्ने काम चाहिँ हुँदैन अहिले केटासँग सबै बस्यो ल रमाइलो के एकदम भयो मिठो भयो भोक नि मेट्यो अब घर गएर मैले भात पकाउँदिन पकाउनु खाएर गएर सुतिन्छ ग्रुपमा मासु पकाउँछ ल्याउँछु भन्छन् तर मासु पकाउँदैनन् ए मासु कसले हो पकाउँछु भनेको यिनले हो मैले त कहाँ होइन यार साथी पकाइ आफै खायो थैत यिन त लास्ट होइछन् यो त अति भएन यो त सेल्फिस भएन होइन सेल्फिस एकदम सेल्फिस हेर क्लासमा आज यति खोजे कि होइन काँक्रावाला कहाँ गयो काँक्रा बिचार यिनीहरूले काँक्रा पाइन्न भनेर
तिमी गयो बाइचान्स फुस्किन्छौ कि लुत्त भाग्छौ कि भनेर चाहिँ यिनीहरूले यति गरे कि त्यतिसम्म भयो त्यतिसम्म भयो के भयो भने तिमी उता बसेको नि कुना आज तिमी अगाडि बसेको यिनीहरूले काँक्रावाला कहाँ गए कुकुम्बरवाला कहाँ गए भन्दा यति खोजे कि तिमीलाई मात्रै खोजे कि चलाई देखाउन बिचरा तर आज अरूलाई खोजेन कि यिनीहरू दुइटाले चाहिँ यिनलाई अति खोजे बिना काँक्रोको त मजा आउँदैन काँक्रा र गाजर चाहिँ यिनले ल्याएको थिएँ त्यही भएर चाहिँ यिनलाई अति खोजे मैले नुन ल्याएको थिएँ मैले नुन मसला ल्याएको थिएँ तर हाम्रो बालै छैन चाउचाउ ल्याउनेको बाल छैन काँक्रा ल्याउनेको किन बाल छ राम्रो छन् भनेर हो होला यो चाहिँ है यो केटाहरूलाई चम्चा छैन भनेको तिनको पहाडबाट कफी च्यात्दैछन् ल अब कफी च्यातेको ल्यायो यिनले हो तिमीले कफी च्यातेको तिमीले छिमेकीले खेदो खन्ने चाहिँ छिमेकीको त अरू कसको खन्ने हो र साथी जापान आएर मैले फर्स्ट टाइम तिमी मात्रै थिएँ यति फोटो खिच राम्रो फोटो त्यसो नभन यार कसम मैले केटाहरूको सबको फोटो खिचिदिन्छु तर केटाहरूले मेरो फोटो खिच्दैन हो त्यसमा चाहिँ टेन्सन हुन्छ किन भन त्यो हुन्छ कि टेन्सन आफूले खतरा फोटो खिचिदिन्छ तर उसले चाहिँ खतरा फोटो खिचिदिन्न क्या त्यो चाहिँ टेन्सन हुन्छ कि आफूलाई चाहिँ लास्ट तर तिमी चाहिँ खतरा खिच्ने हिजो कि पहिलेबाट के क्यामेरा चलाएको हो कि के हो भन जानी कहाँ हो भन त केटा के खुसी हान्छ यार जानी कहाँ हो हामी जानी चाहिँ खोलो रे खोलो पौडी खेल्नलाई खोलामा अब पौडी खेल्न पाइए चाहिँ पौडी खेल्दिने अरू नभए अब पछि लाउनी जाने अब के पछि लाउनी जाने हो साथी अहिले लड जाँदैछ अब लग्ने चाहिँ कहाँ हो भन त ल पौडी खेल्न अलरेडी गाइडहरू अगाडि छ गाइड हामी त्यस्तो आत्तिनु डराउनु पर्दैन यो त चिता कहाँ खसो यसको उस कहाँ खस्यो यार रोक ए थेट माके खस्छ त यार फुटो का फुट्दैन चिता केरीको त आयो यता राष्ट्रिय माइकै फुट्यो यार ए फुटेन खस्यो क्या तिम्रो चितवन बोलाइलाई चाहिँ मैले एकदम सम्मान गरेँ बेला मुख चिप्ले अब चिप्ले भेट्दा जस्तै गरेर अब सम्झ्यो सबले चिप्लो भने त लड्किने हो लड्किने हो त्यो त दुई मात्रै छैन चिप्लो भने त छोड्ने त अब जङ्गल जस्तो अब चितवनको यस्तो घना जङ्गल जस्तो यहाँ चाहिँ कहाँ जाने चाहिँ थाहा छैन अब उतातिर थाहा सोध्दा त इरुलाई थाहा जानी चाहिँ कहाँ हो भन्नु त स्वर्ग मलाई त नर्क जान हो अब यसो मासु सासु सकिन अब हलाल सलाल गरेर 1 किलो मासु लगाएर भुटेर जुसानी यहाँ सुन ओए सुन रश्मि सुन अब के भयो भने हाम्रो कुरो अब यहीँ हलाल गइन्छ हलाल गरेर चाहिँ टक्क मासु ल्याइन्छ पकाएर ल्याउँछौ पकाएर ल्याउने जाने कि तिमीले भुट्ने रुममा त नजाम अलि रुममा गए त फेरि अर्कै त्यो सरिङ जिरिङ के बनाउँछ कि त्यस्तो भएर म रुममा त जान्न कसैको ठिक छ त यिनीहरू हामीले मासु किनेर दिन्छौँ हलाल गएर पकाएर ल्याउँछन् नि त के अरे मासु किनेर दिन्छौँ रुममा गएर पकाएर ल्याउँछन् भने त ठिक छ हामीलाई भैँसीहरूलाई त्यो उस गर्न लाने क्या पौडी खेल्दा सौडी खेल्दा गरेर छोड्ने यस्तै रहेछ तर हाम्रो घरतिर साँच्चै होइन यस्तै खोलामा गएर हामी पौडी पनि खेल्छौँ भैँसी नि खेल्छ हामी एकैतामा खेल्छौँ भैँसी र पौडी जापान अब समुद्र जाने हो नि यस्ता कहाँ खेल्ने हो र युनिकले के भने मनमा नै सम्झन् मासु पकाउँछन् किन भनेर त्यति हो साथीहरू मजाको खोला आइज यहाँ चाहिँ अब नुहाउन चाहिँ पाइन्न अब जानी नुहाउन एकदम मन लागिरहेको मलाई चाहिँ समुद्र गएर नुहाउने अहिले चाहिँ एकदम ठुलो धोका छ अब नुहाउने हो यो पालि चाहिँ मजाले साथी तिम्रो बालमा त हिउँ छ त त्यस्तो होइन नुहाउनु ल आफै देखिन्छ नि बस न तिमी हिउँ देख आमा आउनुभयो बोजूले खिचिदिनुहुन्छ ल ट्याक्क उस गरेर ट्याक्क छोपेर देऊ बजुले खिचिदिनुहुन्छ हो ल बजुले खिचिदिनु भयो ल यो भन ढुङ्गामुनि चुक्छ झिकेर खान्छु फास्ट भन्न कसले जाने ढुङ्गामुनि चुक्छ झिकेर खान्छु ल फास्ट भन्नलाई कसले सक्छ अरू फास्ट के ढुङ्गामुनि चुक्छ झिकेर खान्छु ढुङ्गामुनि चुक्छ झिकेर खान्छु कस्तो मिठो भनिदिन्छु त मैले त्यतिखेर आजको हाम्रो रमाइलो सबै रमाइलो नि के भन्ने हो र रोक यस्तो रोक न रमाइलो नि के भन्ने हो र हामी यतिकै क्लास पढिरहेको थियौँ यतिकै बाहिर चटपटे खान जाऊँ न यसो ग्यादरिङ गरौँ भनेर चाहिँ हामी यसो पार्कमा गएर बसेको मात्रै हो एकदम ठुलो रमाइलो केही भनेर हिँडेको होइन हामी यतिकै यो खोला थियो खोलाको छेउमा बसौँ रमाइलो के होइन कि रमाइलो भन्नाले हल्का फुल्का रमाइलो गरौँ यति
पार्कमा गएर चटपटे खाम हाम्रो सिप चटपटे मात्रै खाम भन्ने हो यो ठुलै रमाइलो समाइलो भन्ने होइन यति घुम्दा घुम्दा कहाँ आइयो कसो गरियो मलाई नि केही थाहा छैन यो भिडियो कहाँसम्म पुग्यो के भयो मलाई केही थाहा छैन के जाने रे ड्राई पिकनिक जाने अर्को घरबाट ए अर्को टाइम आफ्नो घरबाट बनाएर ल्याएर ड्राई पिकनिक मेरोलाई नि ल्याइदेऊ है ए हुन्छ ए हामीले पैसा दिन्छौँ सब तिमीले बनाऊ नि त ल सबले हामीले पैसा ओए केटा हो सब हामीले पैसा दिने यिनीहरूले बनाउने कुरो भयो है के हुन्छ पछि हुन्छ नि हुन्छ नि यो डन छ नि हेर कहाँ ए धुन छ कति हजार लाग्छ कपाल धोको यो केटीहरूको यो हो ट्रिटमेन्ट गरो के गरो हाम्रो त झ्याप्प गयो कपाल काटो हिँड्यो केटीहरू त यो कपालमा कलर लायो फेसमा कलर लायो कलर के मेकअपको सामान पनि हुन्छ 50-30 वटा हुन्छ प्याटेटेटे पाल्छन् यो के ब्लस सलस हान्छन् हामीलाई पो मस्त छ यी को ए गाला ओहो केटीहरूले गाला रातो बनायो भने त मलाई त कप्प टोक्दिन मन लाग्छ स्याउ जस्तो देखेर साँच्चै यो ल टक्क यहाँ कुपन देखाऊ त्यसपछि टक्क म्याक खाऊ मिठो ए तिमी त उस हिजो के भन्छौ त 5 वटा ए भगवान् यिनले त कहाँ भ्याउँछन् यतै ओहो यिनलाई चाहिँ मान्नुपर्छ साहसी मान्छे मजा है यो के हुन्न यस्तो त के हुन्छ 5 वटा काम गरेर भने फेरि नेपाल फर्काइदियो भने ए कसले हेर्छ र यो भिडियो त्यस्तो त थाहै हुँदैन कसलाई नै मजाले काम हान्छ नि यस्तो हुन्छ काम हान्छ बाबुमम्मी हुनुहुन्छ स्टुडेन्ट भिसा हान आफ्नो भिसामा मतलब छैन यिनलाई पिन्दा बर्गर त आयो त के छ खै कहाँ गयो तिनीहरू आउँछन् कि नै ए ल ठिक छ त्यसो भए यी बस न यहीँ बुट ए कसले दुनियाँ बाटा त जे गर्छन् तर यहाँ कि म्याक खोल्नलाई माछो कसरी बाँड्ने खाऊ न दुइटाले एउटा खान्छन् हामीले एउटा एक बाँडेको पनि खानौँ न खै चिकन के हो आज पनि चिकन भोलि पनि चिकन भन्ने हो कि यो माछा हो अनि थुतोरै खाऊँ न सबै भयो नि कसरी गम्मै खाने ए जुठो के हुन्छ रे यार खै यही राखेर कप्प भान ठिकै हुन्छ रहेछ त माछा पनि चिकन हान है अब एक प्लेट हाला केटा कस्तो घर नजिक छ यो पनि लैद है माछा त नखाने टिस्यु ल्याउनु टिस्यु भित्र छ होला के हाल्दै होइन यार यो ससवाला मिठो हो कि ओहो माछा त ऊ टाइपको माछा रहेछ के छैन मिठो छ म धेरै पछि खाएँ यार बर्गर त साँच्चै हो मजाको खाँदो यार खाऊ आधी राखिदिउँ न साथी यो चाहिँ दिनदिनै खाना मिठो हुन्न कहिलेको खाँदा अति मिठो हुन्छ कि यता त काममै त्यही म्याकमै चाहिँ काम गर्ने अनिलले ल यति भएपछि त ओए कहाँ ए म त ज्याकेटले बुझ्न लाग्यो यति भएपछि आजलाई पेट भऱ्यो म अब घर भात पकाउनु न आज नि साँझ पकाउँछु मैले एकैचोटि भात अब मैले दिउँसो भात खान्न अब गएर ल साथी ल अब भोलि त भेट्ने ल ए हेर अब साँझ के भयो भने म आउने जस्तो कुरो भयो भने आउँछु दाइ पनि त्यस्तै हुन्छ कलासँग गएर एउटै अगाडि पछाडि मुख जोडाएर बस्ने अहिले म त अङ्गाल हो साँच्चै हो म त अङ्गाल मात्रै हाल्ने हो मलाई यो हेन्चेक गर्नै मन लाग्दैन कि यस्तो झ्याप्प यस्तो क्या गाला रातो देखे टोक्दिन मन लाग्ने केही नै हुन्न आइसक्यो मेरो घर जाने बाटोमा यहाँ चाहिँ औडा भिड हुन्छ कि
बिहानदेखि भिडको कुरा गरेँ मैले अहिले त यस्तो खाली खै अहिले त पुरै खाली छ कि बिहान त हो लास्ट कोचाकोच हुन्छ नि त यो त एकी त ओहो यो अन्डरग्राउन्ड हो नि त यो सिन्जुकु भनेको त एकदम ठुलो जापानको लगभग 2-3 नम्बर या 1-2 नम्बरमा पर्ने स्टेसन हो कि यो सिन्जुकु भनेको चाहिँ अति भिड हुन्छ क्या लास्टै आजको दिन त अचम्मको भयो क्या कता गयो के हो मेसै पाएन मैले त कहिले खिचोर्की पुलिस खेल्यो कहिले चटपटे खा कहिले हुँदा उहाँ साथी चिन बर्गरको काडै छ बर्गर पनि आन्दैछ गएर अब के हो अब यहाँ अब घर गएर अहिले त भात पकाउन्न म अब साँझ भात पकाउँछु साँझ टक्क मासु खानुपर्छ फेरि साँझ साथीले रामेन खाना बोलाहान के र पसलमा आउनु त आउने हो भने हेरौँ अब हिँड्ने बित्तिकै लास्टै थाकिन्छ यार किन हो यार यो अचल बहुत के अहिले भर्खर त्यहाँ यति सिँढी चढेको हुन त झोला पनि यति गरुङ्गो छ यहाँ यति गरुङ्गो छ झोला पनि तर झोला नभइकन कि अति थाकिन लाग्यो किन हो यो अरे म अचम्मै पऱ्यो कि यो धेरै भात खाएर यो बोसो लाए जस्तो लाग्यो मलाई चाहिँ हो कि अहिले पनि यस्तो स्या भइसक्यो कि उति छिटो के म त के निर्णय गरेँ भने यहाँ चाहिँ एउटा टमाटर लिएर जान्छु साँझलाई टमाटर छैन कि टमाटर लिएर जान्छु फेरि साँझ अहिले भात बसालेर राखिदिन्छु साँझ खाना हुन्छ ठ्याक्क कति हो 160 साँझ मासु पकाउनु पर्छ कि त्यही भएर चाहिँ मैले चाहिँ एउटा टमाटर किनेँ अब यो टमाटर भयो मासु हिजै लगेको थिएँ कि मैले स्कुलबाट आउँदा चाहिँ हिजै लिएर गएको थिएँ मासु फ्रिजमा मासु छ अब यो टमाटर भयो मस्त बस साथीहरू आजको दिनचर्या यस्तै भयो अब गएको गयो बिहान गएको पछि त्यही गएकोमा हल्का फुल्का रमाइलो भयो त्यसपछि उता पाहाडमा गएर चटपटे खाइयो लास्ट आएर बर्गर खाइयो हल्का फुल्का रमाइलो भयो त्यस्तो हामी एकदम हो हल्ला रमाइलो गर्न भनेर गएको होइन कि हल्का फुल्का आफै यस्तो ग्यादरिङ गरौँ न बसौँ न भनेर मात्रै गएको यति कता रमाइलो हल्का फुल्का भइहाल्यो ल यति भन्दै अब म छुट्टिने बेला भयो भिडियो एकदम लामो भयो जस्तो लाग्यो मलाई चाहिँ ल साथीहरू अब लास्टसम्म हेरिदिनु भयो भने एकदम हजुरहरूलाई धेरै धन्यवाद दिन चाहन्छु यदि सब्सक्राइब लाइक हानिदिनु भयो छैन भने ट्याप हानिदिनु होला साइडमै छ लाइकको बटन र सब्सक्राइबको बटन ल यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु हस्त नमस्ते तपाईँहरूलाई